नमस्ते, म राज बेलवासे। आजको दैनिक समसामयिक वस्तुगत प्रश्नोत्तरमा तपाईँलाई स्वागत छ। सदा जस्तै आज पनि हामी देश र विदेशका महत्त्वपूर्ण घटनाक्रमहरूको साथमा लोकसेवा र अन्य प्रतिस्पर्धात्मक परीक्षाका लागि उपयोगी सामग्री लिएर उपस्थित भइसकेका छौँ। आउनुहोस् सुरु गरौँ आजको भिडियो। आजको लागि प्रश्न नम्बर 1 मा रहेको छ, नेपालको दार्जिलिङ भनेर कुन जिल्लाको पर्यटकीय स्थललाई चिनिन्छ? यो प्रश्नको लागि अप्सनहरू रहेका छन्। अप्सन ए मा रहेको छ इलाम, अप्सन बी मा रहेको छ धनकुटा भेडेटार, अप्सन सी मा रहेको छ सङ्खुवासभा, अप्सन डी मा रहेको छ तेह्रथुम। यो प्रश्नको सही उत्तर हुन्छ अप्सन बी धनकुटा भेडेटार। चिसो मौसम र सुन्दर पहाडी दृश्यका कारण भेडेटारलाई नेपालको दार्जिलिङ भनिन्छ। यहाँको चार्ल्स पोइन्ट भ्यू टावरबाट धरान बजार र पहाडी श्रृङ्खलाहरूको उत्कृष्ट दृश्य देखिन्छ। त्यसैगरी आजको लागि प्रश्न नम्बर 2 मा रहेको छ, सत्यवती ताल नेपालको कुन जिल्लामा अवस्थित छ? यो प्रश्नको लागि अप्सनहरू रहेका छन्। अप्सन ए मा रहेको छ पाल्पा, अप्सन बी मा रहेको छ स्याङ्जा, अप्सन सी मा रहेको छ कास्की, अप्सन डी मा रहेको छ गुल्मी। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन ए पाल्पा। पाल्पा जिल्लामा रहेको सत्यवती ताल एक प्रसिद्ध धार्मिक स्थल हो। यहाँ रातिको समयमा चिच्चाएर वर माग्ने अनौठो र विशेष परम्परा रहेको छ। त्यसैगरी आजको लागि प्रश्न नम्बर 3 मा रहेको छ, स्वर्गद्वारी धार्मिक स्थल नेपालको कुन जिल्लामा पर्दछ? यो प्रश्नको लागि अप्सनहरू रहेका छन्। अप्सन ए मा रहेको छ प्युठान, अप्सन बी मा रहेको छ रोल्पा, अप्सन सी मा रहेको छ दाङ, अप्सन डी मा रहेको छ सल्यान। यो प्रश्नको सही उत्तर हुन्छ अप्सन ए प्युठान। प्युठान जिल्लामा रहेको स्वर्गद्वारी हिन्दू धर्मावलम्बीहरूको एक महान तीर्थस्थल हो। यहाँ पौराणिक कालदेखि नै अखण्ड ध्वनि बलिरहेको छ भन्ने धार्मिक विश्वास रहेको छ। त्यसैगरी आजको लागि प्रश्न नम्बर 4 मा रहेको छ, नेपालको कुन जिल्ला कफी खेतीका लागि सबैभन्दा प्रसिद्ध छ? यो प्रश्नको लागि अप्सनहरू रहेका छन्। अप्सन ए मा रहेको छ इलाम, अप्सन बी मा रहेको छ गुल्मी, अप्सन सी मा रहेको छ कास्की, अप्सन डी मा रहेको छ नुवाकोट। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन बी गुल्मी। नेपालमा कफी खेतीको सुरुवात गुल्मी जिल्लाको आँपचौरबाट भएको हो। गुल्मीको कफी यसको विशिष्ट स्वाद र जैविक गुणका लागि अन्तर्राष्ट्रिय बजारमा समेत लोकप्रिय छ। त्यसैगरी आजको लागि प्रश्न नम्बर 5 मा रहेको छ, नेपालको कुन ठाउँलाई नेपालको गेटवे अफ नेपाल भनेर चिनिन्छ? यो प्रश्नको लागि अप्सनहरू रहेका छन्। अप्सन ए मा रहेको छ विराटनगर, अप्सन बी मा रहेको छ भैरवा, अप्सन सी मा रहेको छ वीरगञ्ज, अप्सन डी मा रहेको छ नेपालगञ्ज। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन सी वीरगञ्ज। पर्सा जिल्लामा अवस्थित वीरगञ्जलाई नेपालको प्रमुख व्यापारिक नाका र आर्थिक राजधानीको रूपमा चिनिन्छ। भारतबाट हुने अधिकांश आयात निर्यात यही नाकाबाट हुने भएकाले यसलाई नेपालको प्रवेशद्वार गेटवे अफ नेपाल भनिएको हो। त्यसैगरी आजको लागि प्रश्न नम्बर 6 मा रहेको छ, नेपालको सबैभन्दा लामो नदी भनेर कुन नदीलाई चिनिन्छ? यो प्रश्नको लागि अप्सनहरू रहेका छन्। अप्सन ए मा कोशी, अप्सन बी मा रहेको छ गण्डकी, अप्सन सी मा रहेको छ कर्णाली, अप्सन डी मा रहेको छ बागमती। यो प्रश्नको सही उत्तर हुन्छ अप्सन सी कर्णाली। कर्णाली नदी नेपालको सबैभन्दा लामो नदी हो, जसको लम्बाइ नेपालभित्र करिब 507 किलोमिटर छ। यो नदी तिब्बतको मानसरोवर नजिकैबाट उत्पत्ति भई नेपालको पश्चिम पहाड हुँदै बग्छ। कर्णाली नदी आफ्नो तीव्र बहाव र जलयात्रा राफ्टिङका लागि पनि विश्व प्रसिद्ध छ। त्यसैगरी आजका लागि प्रश्न नम्बर 7 मा रहेको छ, नेपाल सरकारले बुटवल पोखरा सिद्धार्थ राजमार्ग सडक खण्डको स्तर उन्नतिका लागि कुन अन्तर्राष्ट्रिय संस्थाबाट $2 मिलियन अनुदान स्वीकार गर्ने निर्णय गरेको छ? यो प्रश्नको लागि अप्सनहरू रहेका छन्। अप्सन ए मा रहेको छ विश्व बैंक, अप्सन बी मा रहेको छ एसियाली बैंक, अप्सन सी मा रहेको छ एसियाली पूर्वाधार लगानी बैंक, अप्सन डी मा रहेको छ अन्तर्राष्ट्रिय मुद्रा कोष IMF। यो प्रश्नको सही उत्तर हुन्छ अप्सन सी एसियाली पूर्वाधार लगानी बैंक। नेपाल सरकारले रणनीतिक महत्त्वको
बुटवल पोखरा सडक सुधारका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने औपचारिक निर्णय गरेको छ। यसले सो राजमार्गको सुरक्षा र यात्रा सहज बनाउन मद्दत पुग्नेछ। त्यसैगरी आजका लागि प्रश्न नम्बर 8 मा रहेको छ, नेपाली कांग्रेसले आगामी 2082 फागुन 21 मार्च 5 2026 मा हुने आम निर्वाचनका लागि कसलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ? प्रश्नको अप्सन ए मा रहेको छ शेरबहादुर देउवा, अप्सन बी मा रहेको छ गगन कुमार थापा, अप्सन सी मा रहेको छ विश्वप्रकाश शर्मा, अप्सन डी मा रहेको छ आजु राणा देउवा। यो प्रश्नको सही उत्तर हुन्छ अप्सन बी गगन कुमार थापा। नेपाली कांग्रेसको बैठकले सर्वसम्मतिले पार्टी सभापति गगन कुमार थापालाई आगामी निर्वाचनका लागि भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ। थापाले हालै सानेपा स्थित पार्टी मुख्यालयमा पदभार ग्रहण गर्दै मिसन सुशासनको घोषणा समेत गरेका छन्। त्यसैगरी आजका लागि प्रश्न नम्बर 9 मा रहेको छ, नेपाल एकाडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास्टद्वारा आयोजित डिजिटल इनोभेसन प्रतिस्पर्धा 2026 मा सहभागी 45 देश मध्ये नेपालले कुन स्थान हासिल गरेको छ? यो प्रश्नको लागि अप्सनहरू रहेका छन्। अप्सन ए मा रहेको छ पहिलो, अप्सन बी मा रहेको छ दोस्रो, अप्सन सी मा रहेको छ तेस्रो, अप्सन डी मा रहेको छ पाँचौं। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन सी तेस्रो। सूचना प्रविधि र डिजिटल क्षेत्रमा भएका नयाँ प्रयोगहरूलाई समेटेर आयोजना गरिएको यो विश्वव्यापी प्रतिस्पर्धामा नेपालले तेस्रो स्थान हासिल गर्दै ठूलो सफलता प्राप्त गरेको हो। यसले नेपाली युवाहरूको प्राविधिक क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गरेको छ। त्यसैगरी आजका लागि प्रश्न नम्बर 10 मा रहेको छ, चालु आर्थिक वर्ष 2082-83 को पहिलो 6 महिनामा नेपालको व्यापार घाटा कति पुगेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ? यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए मा रहेको छ 597 अर्ब रुपैयाँ, अप्सन बी मा रहेको छ 697 अर्ब रुपैयाँ, अप्सन सी मा रहेको छ 797 अर्ब रुपैयाँ, अप्सन डी मा रहेको छ 897 अर्ब रुपैयाँ। यो प्रश्नको सही उत्तर हुन्छ अप्सन सी 797 अर्ब रुपैयाँ। नेपालको आयातको तुलनामा निर्यात निकै न्यून भएकाले व्यापार घाटा चुलिँदै गएको छ। पछिल्लो 6 महिनामा नेपालले 797 अर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको छ, जसले देशको अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाव बढिरहेको संकेत गर्दछ। त्यसैगरी आजका लागि प्रश्न नम्बर 11 मा रहेको छ, सशस्त्र प्रहरी बल एपीएफ को 24औं स्थापना दिवसका अवसरमा कुन बाहिनीलाई उत्कृष्ट बाहिनीको रूपमा सम्मान गरिएको छ? यो प्रश्नको अप्सन ए मा रहेको छ नम्बर 1 बराह बाहिनी सुनसरी, अप्सन बी मा रहेको छ नम्बर 9 पशुपतिनाथ बाहिनी काठमाडौँ, अप्सन सी मा रहेको छ नम्बर 6 महेश्वरी बाहिनी सुर्खेत, अप्सन डी मा रहेको छ नम्बर 5 विन्ध्यवासिनी बाहिनी रूपन्देही। यो प्रश्नको सही उत्तर हुन्छ अप्सन बी नम्बर 9 पशुपतिनाथ बाहिनी काठमाडौँ। सशस्त्र प्रहरी बलको स्थापना दिवसको अवसरमा शान्ति सुरक्षा, विपद व्यवस्थापन र सीमा सुरक्षामा उत्कृष्ट कार्य गरे बापत काठमाडौँको पशुपतिनाथ बाहिनीलाई सम्मान गरिएको हो। त्यसैगरी आजका लागि प्रश्न नम्बर 12 मा रहेको छ, प्रत्येक वर्ष जनवरी 24 मा मनाइने अन्तर्राष्ट्रिय शिक्षा दिवस 2026 को मुख्य विषय थीम के रहेको थियो? यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए मा शिक्षा र शान्ति, अप्सन बी मा रहेको छ डिजिटल युगमा शिक्षा, अप्सन सी मा रहेको छ द पावर अफ युथ इन को-क्रिएटिङ एजुकेसन, अप्सन डी मा रहेको छ दिगो विकासका लागि शिक्षा। यो प्रश्नको सही उत्तर हुन्छ अप्सन सी द पावर अफ युथ इन को-क्रिएटिङ एजुकेसन। संयुक्त राष्ट्रसङ्घले सन् 2018 देखि हरेक वर्ष जनवरी 24 लाई अन्तर्राष्ट्रिय शिक्षा दिवसको रूपमा मनाउँदै आएको छ। यस वर्ष युवाहरूलाई शिक्षा प्रणालीको निर्माणमा साझेदारी बनाउने कुरामा जोड दिएको छ। त्यसैगरी आजको लागि प्रश्न नम्बर 13 मा रहेको छ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेडिट कार्डको ब्याज दर अधिकतम कति प्रतिशतमा सीमित गर्नुपर्ने प्रस्ताव राखेका छन्? यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए मा रहेको छ 5%, अप्सन बी मा रहेको छ 10%, अप्सन सी मा रहेको छ 15%, अप्सन डी मा रहेको छ 20%।
यो प्रश्नको सही उत्तर हुन्छ अप्सन बी 10%। ट्रम्पले डाभोसमा भएको वर्ल्ड इकोनोमिक फोरमको बैठकमा अमेरिकी नागरिकहरूको बचत बढाउन र घर किन्न सजिलो होस् भन्नका लागि 1 वर्षसम्मका लागि ब्याज दर 10%मा राख्नुपर्ने प्रस्ताव गरेका हुन्। त्यसैगरी आजको लागि प्रश्न नम्बर 14मा रहेको छ, हालै युरोपेली युनियन EUले युक्रेनमा ऊर्जा सङ्कट समाधान गर्न कति थान आकस्मिक विद्युत जेनेरेटरहरू पठाउने निर्णय गरेको छ। यो प्रश्नको लागि अप्सनहरू रहेका छन्। अप्सन ए मा रहेको छ 200 थान, अप्सन बी मा रहेको छ 350 थान, अप्सन सी मा रहेको छ 447 थान, अप्सन डी मा रहेको छ 500 थान। यो प्रश्नको सही उत्तर हुन्छ अप्सन सी 447 थान। रुसी आक्रमणले युक्रेनको विद्युत पूर्वाधारमा क्षति पुर्याएपछि अस्पताल र आश्रय स्थलहरूमा बिजुली आपूर्ति सुचारू गर्न 3.7 मिलियन युरो बराबरको 447 वटा जेनेरेटरहरू पठाइएको हो। त्यसैगरी आजका लागि प्रश्न नम्बर 15 मा रहेको छ, सन् 2026 को चिनिया नयाँ वर्ष लुनार न्यू इयरलाई कुन जनावर वर्षको रूपमा मनाइँदैछ। यो प्रश्नको लागि अप्सनहरू रहेका छन्। अप्सन ए खरायो, अप्सन बी ड्रागन, अप्सन सी घोडा, अप्सन डी बाघ। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन सी घोडा। चिनिया क्यालेन्डर अनुसार प्रत्येक वर्ष एउटा जनावरको नाममा हुने गर्दछ। सन् 2025 इयर अफ द स्नेक थियो भने सन् 2026 लाई इयर अफ द हर्सको रूपमा मनाउन सुरु गरिएको छ। आजका यी जानकारीहरू तपाईलाई कस्तो लाग्यो? आशा छ यी प्रश्नोत्तरहरूले तपाईको तयारीमा पक्कै पनि मद्दत पुर्याउनेछन्। आजको लागि यति नै। अर्को महत्त्वपूर्ण भिडियोमा फेरि भेटौँला। म राजबेलबासे बिदा हुन्छु। नमस्ते, जय नेपाल।